हेर्नु न अब कति हुन्छ मान्छे एकदिनपछि। हजुर के हुन्छ। हेलो दाजु, के छ हालखबर? राज दाजु। राधे राधे बाबु, राधे श्याम बाबु। राजा ल्याउनु पर्यो है दाइ, राजा ल्याउनु पर्यो। तपाईँको भिडियोहरू हेरेको थिएँ, एकदम भनौँ न सुख दुःख दुइटै लागिरहेको तपाईँको भिडियो हेर्दाखेरि। हो बाबु, मान्छेले त्यही भन्छन् बाबु। एकचोटि सुरुमा हेर्दाखेरि नाचिरहेको रहेछ, अर्कोचोटि इन्टरभ्यू दिएर अर्कोचोटि त रोइरहेको रहेछ बिचरा भनेर भन्दै थिए। होइन, एकदम तपाईँ अगाडि बढ्नुपर्छ दाइ होइन। तपाईँको अब सबैले सपोर्ट गर्छन् होइन। केही न केही अब राम्रो हुनको लागि लेखेको छ भनौँ न। एउटा लाइफको ठुलो टर्निङ पोइन्ट भयो। हामी खुसी छौँ है सबैजना। हजुर हजुर। अब यो 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 अब अरू भन्दा नि यस्तै हो, हामी दाजुभाइ लडेर भएन। गार्जियन त एउटा त चाहियो नि, राजा त चाहियो त्यो अब राजा आइसकेपछि तपाईँको इन्टरभ्यू पुरै हेरेको थिएँ मैले। हजुर हजुर। अब हामी त बाहिर बसेर सपोर्ट मात्र गर्ने हो। तपाईँहरू अब देशको लागि लड्न जानु भएको थियो। अब नराम्रो घटनाहरू घट्यो होइन। हजुर हजुर। अब तपाईँले त्यही अब त्यही तपाईँहरू चाहिँ लडिरहनु पर्यो, गरिरहनु पर्यो। हामी पनि साथ सपोर्टमा छौँ। हजुर 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 हो। हामी त अब त्यस्तो साह्रो के होइन। हो नि बाबु, हो नि। यति भन्दै पनि मलाई पनि हौसला बढ्छ, मलाई पनि आनन्द आउँछ बाबु। होइन, तपाईँले कन्टिन्यू गर्नु होला। लाइफ साइफ सिक्नुहोस्, यताउता गर्नुहोस्, कन्टिन्यू गर्नु। यसलाई नै अकाउन्टलाई पढाएर लगेर यहीँबाट केही हुन्छ क्या। तपाईँ अब भनौँ न कहाँ के गरिरहनु भएको छ थाहा छैन। अब जिम पनि गर्नु हुँदो रहेछ, जिम कन्टिन्यू राख्नु। हजुर गर्छु हजुर बाबु, गर्छु। एकदम हामी प्रेरित भइरहेको छौँ क्या तपाईँको लाइफ स्टाइल देखेर त। अब मान्छे हेर्दाखेरि त्यस्तो हुनु थियो, तर जिम सिमको भिडियो हेर्दा त ओहो हामी त भर्खरका छौँ, हामीले गरेको छैन। हो बाबु हो। एकदम किपिट सेयर गर्नुहोस्, सबैले सेयर गर्नुहोस्। 5000 हुनुपर्छ एकदम। यहाँ एकदम उ हुनुपर्छ, भ्युज टन्नै हुनुपर्छ। सबैले आउनु जतिले सबैले ट्याप गर्दै पुरै सेयर गर्नुहोस् त। लाइभ सेयर गर्नुहोस्। धर्मश्रीमा पनि जानु पर्यो है दाइ। धर्मश्रीमा चाहिँ यसो जेनसेन अझै बिल्डअप गरेर जानुपर्छ है। हस् बाबु, हस् हस् कान्छु, हस् हस्। घरमै राखेर जानु है। हस् 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 ओके। अब भइराख्ने त हो नि, सिद्धिहाल्यो। होइन होइन, ज्यान हेल्दी भइन्जेलसम्म सबै छ। त्यही हो, तपाईँको फिटनेस राख्नुहोस्। धर्मश्रीमा देख्न पाऊँ भन्ने हाम्रो सपना छ कि। अब ज्यानहरू हेर्दा चाहिँ अब एज अनुसारको 50 क्याटेगोरी माथिकोमा तपाईँले भाग लिँदाखेरि हुन्छ जस्तो लाग्छ मलाई त। हुन्छ हुन्छ, त्यो उमेर अनुसारले चाहिँ हुन्छ बाबु। ल ठिक छ, ल एकदम बधाई छ। यसलाई अब किप इट अप, हामी सपोर्ट गर्छौँ सबैजना मिलेर है त। एकदम राम्रो छ। तपाईँ सबैले सेयर गर्छौँ। के पुरा धर्मश्री खेल्ने प्लान भइरहेको दाइ? हजुर हजुर। हस् हस्, थ्याङ्क यू भाइ, थ्याङ्क यू मेरो राजा। नाम चाहिँ फेरि दाइको मेरो एउटै रहेछ। मैले सर्ट टाइम मात्र राखेँ हो। नाम मेरो पनि राजकुमारै हो है। ए हो र भाइ, राजकुमार हो। म चाहिँ काभ्रेबाट हो। ए काभ्रे जिल्लाबाट? हजुर हजुर, अहिले चाहिँ हामी बाहिर छौँ। ए विदेशमा हुनुहुन्छ? हजुर हजुर, अस्ट्रेलियाको बसाइ हो। हामी सबै यता साथीहरू पनि छन्, तपाईँहरूलाई सपोर्ट हुन्छ। ए हुन्छ बाबु, हुन्छ 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 राजा, हुन्छ बाबु। अस्ट्रेलियामा बस्नु त राम्रोसँग बस्नुहोस् है बाबु, अर्काको देशमा। दाइ हजुर, पैसा लाइभबाट उठ्ने भयो त्यस्तो केही पनि होइन है। मैं त लाइभ गर्न त जानेको थिइनँ। मैं त यो त अरू सिकाइदिएर आज हामी जिममा खतरा एक्सर्साइज गर्नुपर्छ ल। हस् 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 बाबु, हस्। रमाइलो हुँदो रहेछ, रमाइलो त। नेटै सोलो भयो। अब एउटा युट्युब च्यानल खोलेर भ्लग बनाउनु पर्छ दाइ। हजुर
आज एउटा भ्लग बनाउनु पर्ने भयो जिम गर्नु भएको छ दाजीले ए कता जोइन गर्नु जिम पावर जिम हल परफिट जिम हल बालके उसमा दाइ सिक्री भेट्यो भनेर बिहान भिडियो भाइरल भइरहेको थियो त तपाईँले त सबैलाई भाइरल गराइदिनु हुनुभयो त तपाईँको सिक्री बाइकमा भेट्यो भनेर पुरै चाहिँ न्युजमै आइरहेको थियो त कहाँ पुग्यो है यो काण्ड त के देखाउँछन् कुन ठाउँ हो जिम नि रे जिम सीता पाइला भन्दा तल पेट्रोल पम्प नि रे बाबु कुन पेट्रोल पम्प यो हामी अस्ति एउटा हेर्यौँ नि यो 14 जना के आएको छ रे किन सब एक्सेप्ट हजुरले बोल्नको लागि सबैले गर्न हो भन्छ न अब बोलिस न एकछिन हेलो नमस्ते दाई नमस्ते नमस्कार बाबु नमस्कार राधे श्याम जय शम्भु धनगढीबाट है दाजु धनगढीबाट हस् बाबु हस् मैले सीता पाइलाबाटै हो बाबु एकदम भाइरल हुनुहुन्छ दाई एकदम रमाइलो लाग्यो मलाई त हो भाइ ठिक छ तपाईँले गर्नुपर्छ मैले लानु के छ र यो संसारमा तपाईँको भिडियो त मैले यति साथीलाई सेयर गरेँ होला नि कसम भनेर त्यो रुएको होला इन्टरभ्यू होला कि हजुर यति धेरै साथीलाई मैले सेयर गरेँ होला दाइ हो नि बाबु हो म त है टिक्री हराइसकेपछि एकैछिन त रिङ्गट पनि लाग्यो नि मलाई एकैछिन त कालो सालो कालो म यहाँ आएर टिभी हेर्छु त टिभी हेर्छु त म त कालो भइछु त नमस्ते दिदी नमस्कार न्युजहरू छ्याप्छ्याप्दै अहिले त क्या आनन्द आयो हराएको पनि चित्त बुझ्यो अब टेन्सन त छैन नि हजुरलाई त्यस्तो अब होइन अहिले त टेन्सन छैन अस्तिको मुख र अहिलेको मुख हेर्नु न के हँसिरहेको छ अहिलेको जोस भन्छ नि जोस भन्छ इन्टरभ्यू चाहिँ खतराले भन्दाको जोस हो यी मामा मोदीले त हाम्रो राजालाई नमस्कार गर्छ अनि नेताहरू जान्छन् नमस्कार आन्टीले पिट्न त भएन नि कहाँ पिट्नु एकैछिन त टेन्सन त भयो अर्को आन्दोलन कहिले छ दाइ खै अब कहिले हुन्छ बाबु अब अब चाहिँ अर्को आन्दोलनमा यही त अर्को आन्दोलनमा त पित्तलको लाउनुपर्छ अर्को आन्दोलनमा त पित्तलको अहिले यही त यस्तै भाडो भारी भयो तपाईँले यो फलो ब्याक दिनेहरू पनि सिक्नु होला है सबै